शीर्षक शापित गाउँ। कहिलेकाहीँ केही गाउँहरू यस्ता हुन्छन् जहाँ मानिस जानै डराउँछन्। कुनै न कुनै रहस्यमय कारणले त्यो गाउँ शापित हुन्छ। आजको कथा त्यही शापित गाउँको हो जहाँ एकजना युवक सत्य खोज्न गयो, तर फर्केर कहिले आएन। रमेश काठमाडौँमा बस्ने एक उत्साही युवा पत्रकार थियो। रहस्यमय र डरलाग्दो घटनाहरूमा उसको गहिरो रुचि थियो। एक दिन उसले इन्टरनेटमा एउटा पुरानो गाउँको कथा पढ्यो, खैरबारी गाउँ। भनिन्छ त्यो गाउँमा 30 वर्ष पहिले एउटा परिवार सम्पूर्ण रूपमा मरेको थियो, अनि त्यसपछि जो पनि त्यो घरमा जान्थ्यो कहिल्यै फर्केर आउँदैनथ्यो। रमेशले निर्णय गर्यो, म त्यो गाउँ जान्छु र साँचो के हो त्यो पत्ता लगाउँछु। रमेश आफ्नो क्यामेरा, टर्चलाइट र रेकर्डिङ डिभाइस लिएर साँझपख खैरबारी गाउँतर्फ हिँड्यो। गाउँका बाटाहरू सुनसान थिए। हावाले रुखका हाँगाहरू हल्लाइरहेको थियो। सानोतिनो आवाज पनि ठूलो लाग्थ्यो। बाटोमा भेटिएका बुढाबुढीले उसलाई रोके, बाबु त्यो गाउँ नजाऊ, राति त झन होइन त्यो घर, त्यहाँ अझै आत्मा छन्। तर रमेश मुस्कुराउँदै अगाडि बढ्यो। डर भनेको भ्रम हो, उसले मनमा भन्यो। गाउँमा पुगेपछि रमेशले त्यो घर भेट्टायो। घर ठिक त्यस्तै थियो जस्तो उसले तस्बिरहरूमा देखेको थियो, भत्किएको झ्यालहरूमा जाली र ढोकामा रातो टीका जस्तो केही। रमेशले ढोका खोलेर भित्र पस्यो। त्यहाँ कोही थिएन, तर वातावरण असहज थियो। त्यसपछि उसले रेकर्डिङ सुरु गर्यो। आज म खैरबारी गाउँको शापित घरमा छु। तपाईले जे सुन्नुहुन्छ त्यो सत्य हो। त्यसैबेला क्यामेराको पछाडिबाट एउटी केटीको हाँसो सुनियो, हाहा। रमेश चस्कियो। उसले फर्केर हेर्यो, कोही थिएन। रात झन गहिरिँदै गयो। रमेशले नोटबुकमा लेखिरहँदा टेबलमाथिको बत्तीको बल अचानक निभ्यो। टर्चलाइट बालेर हेर्दा आइनामा आफू बाहेक अर्को अनुहार देखियो, जलेको रगतले लतपतिएको अनुहार। हाम्रो शान्ति किन बिगारिस्? त्यो आत्माको आवाज आयो। रमेश चिच्यायो, तर आवाज बाहिर पुगेन। भोलिपल्ट गाउँका मानिसहरूले त्यो घर बाहिर रमेशको क्यामेरा भेटे। त्यसमा अन्तिम फुटेज मात्र थियो। रमेश क्यामेराको अगाडि उभिएको छ। उसको आँखा रातो छ, अनि उसले भनिरहेको छ, कृपया त्यो घर जानुहोस्। उसले भन्नुभयो, अरूलाई पनि ल्याऊ। डर लाग्दो संगीत फेरि आउँछ। कहिलेकाहीँ सत्य पत्ता लगाउने प्रयास आफैमा खतरनाक हुन्छ। खैरबारी गाउँ अझै त्यत्तिकै छ, रमेश जस्तै अर्को कोही आउने प्रतीक्षामा।